हजुर बागमती प्रदेशमा लोकसभाको इक्जाम दिन जाँदै हुनुहुन्छ र जिकेमा के कुरा रिभिजन गर्ने थाहा छैन भने यो भिडियो लास्टसम्म हेर्नुहोला। सम्पूर्णमा नमस्कार, म अक्षय कुमार केसरी। हजुरहरूले आज बागमती प्रोभिन्समा रिभिजनको रूपमा जिकेमा के कुरा पढ्नुपर्छ भनेर यो भिडियो मार्फत बताउँदैछौँ। एकदमै हेर्दै जानुहोला। सबभन्दा पहिला बागमती प्रोभिन्सको बागमती विशेष पढ्नुहोला, जसमा त्यसको एरिया, निकुञ्ज, डिस्ट्रिक्टहरू, त्यसको नामाकरण कहिले गरियो तथा त्यसमा समसामयिकहरू पढ्नु र प्रसिद्ध तालहरू पनि र प्रसिद्ध ठाउँहरू, मन्दिरहरू जस्ता कुराहरूलाई हेरेर जानुहोला। साथै नेपालमा रहेको तालहरू तथा झरनाहरू कुन जिल्लामा अवस्थित छ त्यस्तोमा प्रसिद्ध झरनाहरू र तालहरूलाई एकचोटि हेर्नुहोला। साथै नेपालमा रहेको 8000 मिटरभन्दा माथिका अग्ला हिमालहरूलाई त्यसको कुन जिल्लामा अवस्थित छ र त्यसको कति मिटर उचाइमा रहेको छ भनेर त्यो पनि एकदमै महत्त्वपूर्ण छ। धर्म सम्बन्धी पनि सर्फेसली पढ्नुहोला र कुन पर्व कुन जातिले मनाइन्छ त्यो पनि बारम्बार सोधिरहेको हुन्छ, त्यो पनि हेर्नु। साथै हाम्रो नेपालको स्थानीय तहहरू, नगरपालिका, गाउँपालिकाहरूको बारेमा पनि एकचोटि अध्ययन गरेर जानुहोला। र नेपालको सबभन्दा बढी सोध्ने भनेको त्यो लिच्छवीकालीन करहरू, जस्तै भाग कर, भोग कर हुन्छ, त्यसको लिच्छवीकालमा के भनिन्छ त्यो पनि पढ्नु। कार्यालयहरू जस्तै ग्रामलाई लिच्छवीकालमा के भनिन्थ्यो, परमासनलाई लिच्छवीकालमा के भनिन्थ्यो भनेको, जस्तै ग्रामलाई ससाना गाउँ भनिन्थ्यो भनेको परमासनलाई के भनिन्थ्यो, यो सबै पनि एकचोटि हेरेर जानु। साथै लिच्छवीकालीन पदाधिकारी भनेको सर्वदन नायक, महासर्वदन नायक भनेको केलाई बुझिन्थ्यो भने यो पनि एकचोटि पढ्नु होला। प्राचीन काल सम्बन्धीमा शासनहरूमा हामी वंश पढ्नु होला, कुन वंशमा कुन राजाले शासन गरेको, कति वर्ष शासन गरेको, त्यस्ता क्वेसनहरू एकचोटि पढेर जानु होला। रिभिजन पनि गर्नु होला, साथै एकचोटि हेर्दै जानुहोला। र मलकालीन प्रशासनिक पदहरू पनि पढ्नुहोला, जस्तैमा अमात्यलाई के भनिन्थ्यो, मलकालमा अमात्यलाई के भनिन्थ्यो भनेको मन्त्री भनिन्थ्यो नि, मन्त्रीलाई अमात्य भनिन्थ्यो। त्यस्तो चौतारीलाई के भनिन्थ्यो, प्रधानमन्त्री भनिन्थ्यो। यस्ता कुराहरू बारम्बार सोधिरहेको हुन्छ, यो कुराहरू नछुट्याइकन यो कुरा पनि एकचोटि पढ्नु होला। र साथै अहिले जुन हाम्रो बजेट आइसकेको छ 2082-83 तथा अहिले 83-84को बजेट आएको छ र हामी पहिलाकै पढ्नु होला। 82-83मा अलि बढी फोकस गर्नु होला र अहिलेको पनि सर्फेसलीहरू पढ्दै जानु होला। त्यस्तै विज्ञान सम्बन्धीमा हामी के कुरा पढ्ने भनेको वैज्ञानिक र आविष्कारहरू पढ्नु, त्यसपछि टेक्नोलोजिकल फुल फर्ममा पढ्नु, जस्तैमा टिभीहरूको फुल फर्म पनि हुनसक्छ, सिमको कार्डको फुल फर्म हुनसक्छ, वाइफाईको फुल फर्म हुनसक्छ। यस्ता फुल फर्म पनि पढेर जानु होला। र विभिन्न उपकरण र त्यसको उपयोग, योभन्दा अगाडिको सालमा उपयोग सोधेको थियो, त्यही भएर विभिन्न उपकरण त्यसको उपयोगको बारेमा पनि एकचोटि राम्ररी पढ्नु। कुन प्रथा कहिले मनाइन्छ वा कुन प्रथा कहिले कसले अन्त्य गर्यो त्यो एकचोटि हेर्नु होला। र हामीले संविधान पनि पढ्नै पर्छ। संविधानको धारा भाग 1 देखि भाग 5 सम्म पढ्नुपर्ने छ र त्यसमा पनि धाराहरू 60वटा रहेको छ। र 60वटामा सबभन्दा महत्त्वपूर्ण तपाईँहरूले के गर्नु होला भनेको जति मौलिक हकहरू छ त्यो मौलिक हकहरू सबै पढ्नु होला। यदि त्यति पनि सकेको छैन भने 30 देखि 40 सम्मको बिचमाको मौलिकहरू एकदमै रिमेम्बर गर्नु होला। र 48मा नागरिक कर्तव्य छ, त्यो त थाहा हुनैपर्छ। र अनुसूचीहरू पनि हाम्रो कतिवटा छ भनेको 9वटा अनुसूचीहरू छ, त्यो एकदमै टु रट्टा हानिदिनु होला। र त्यसमा पनि एकचोटि अरू भित्रबाट के हेर्नु होला भनेको सङ्घ, प्रदेश र स्थानीय तहहरूको अधिकारहरूमा सोधिरहेको हुन्छ, त्यो पनि एकचोटि हेर्नु होला। साथै दिगो विकासको बारेमा हेर्नुपर्छ र दिगो विकासमा भएको के लक्ष्यहरू छन् त्यो हेर्नु होला। र साथै कोप सम्मेलन हुनुपर्छ भनेको कुन कोप सम्मेलन कहाँ हुनेछ भने त्यो पनि हेर्नु, जस्तै 30 कोप सम्मेलन ब्राजिलमा हुन्छ, त्यो हेर्नु होला। र संयुक्त राष्ट्र सङ्घको बारेमा एकदमै डिटेली पढ्नु होला। र अर्कोमा सार्क, बिमस्टेक, आसियान, युरोपेली सङ्घहरूको बारेमा एकदमै गहनतापूर्वक अध्ययन गर्नु होला। र हाम्रो अहिले जुन समसामयिक कुराहरू चलिरहेछ त्यो समसामयिक कुराहरू त एकदमै हेर्नु होला। अहिले समसामयिकमा के छ, अहिले नयाँ घटनाहरू भइरहेछ, प्रधानमन्त्रीहरूको बारेमा बनेछ, त्यो सबै एकदमै हेर्नु होला। र यति पढेपछि त 7 देखि 8वटासम्म क्वेसन फिक्सै मिल्छ र अरू समसामयिकहरूबाट नमिल्न सक्ला। यति तर रिभिजन गरेर जानु होला। हस्, धन्यवाद। फेरि हामी भेटौँला अर्को भिडियोमा।